Guys, welcome to my first vlog है guys. हामी चाहिँ नि धादिङ जाँदै छौँ है guys. हामी अब बाटोमा हो. हामी ठ्याक्क 5 बजे उठेर निस्केको. अब जाँदै छौँ हामी. केटाहरु अगाडि पुगिसकेछ हैन. अब हामी चाहिँ नि बाटोमा जाँदै छौँ लगाइ. Guys, हामी चाहिँ यहाँ अब पेट्रोल हालेर अब चल्दैछ. राइडर चेन्ज भइसकेको छ. मोटु अब चाहिँ उतैलाई चाहिँ निद्राले ट्रिप हालेर थियो अरे सुत्छु भने है गाइज. राइडर अघिसम्म मैले चलाइरहेको थिएँ. अब मोटीले चलाउने छ गाइज होइन. हामी चाहिँ नि कहाँ आयो हामी दमौली पुग्न 2 किलोमिटर छ होइन. मानुङकोटतिर आउनु लागिसकेको छ. लकेडा हो चल्दैछ. ल गाइज हामीले चाहिँ नि यहाँ फाइनली हाम्रो साथी भेटिसकेको छ. कुखुरे ओ कुखुरे भागिसकेको छ. ओ यहीँ त्यस तिनीहरूको बाँदरहरूको दाइ छ यहाँ गोरिला. ल ल ल केटा हो कहाँ बस्ने त त्यही बस्छस्. सिट अलि औडा रहेछ है गाइज है. चाहिँ नि अब हिँड्न लाग्यो. केटाहरू अब हिँडिसकेका छन्. हामी चाहिँ नि अब वेटिङमा. केटाहरू उता गइसक्यो. अब हामी जानु लाग्यो है. मुगलिङ पुग्न खै 35 किलोमिटर भन्दाखेरि अब कति टाइम लाग्छ हेरौँ गाइज होइन. ल गाइज हामी मुगलिङ आउन लागिसक्यो है. हामी चाहिँ नि अब यहाँ रेस्ट गर्नलाई बसिसकेका छौँ होइन. केटाहरू गाइज अब बिस्तारै हेर्नुपर्छ. गाइज हामी यहाँ दिनमा खाना खान आएको छौँ. खाना खानु बसिसकेका छौँ होइन. अब खाजा खाँदैछ केटाहरू. अहिले अब त्यहाँनिर ठ्याक्क हामी यहाँ रोकेको. कपेले हेरिरहेको थियो. के गर्छ हाम्रो मामाहरूले. हाम्रो मामा राम्रो मामा है गाइज. हामी चाहिँ नि अब खाजासाजा भयो. हेरेको खाजासाजा भइसकेको छ. अब हामी चाहिँ नि जानु लाग्यो. केटाहरू भित्रै छन्. अनि सक्नुहुन्छ त्यहाँ डिनर गाडीहरू चेकिङ हानिरहेको छ. अनि त्यो केटाहरू अब रेडी हुँदैन. डिनर किन हो डिनर चेकिङ भइरहेको जस्तो हो. डिनर रोकिरहेको हो. के हुन्छ के हुन्छ होइन. अब हेरौँ बा छोडिदिए क्या सबैले जानिदिएको. ए ऊ यता आएर रन्डीको छोरो. ए सरी है यता आहा स्टक हो कि ढुक्क हो केटा हो. गरिसकेका छौँ. गाइज हाम्रो हल्का रेस्ट पुरा भइसकेको छ. अब चाहिँ चल्दैछ होइन. एउटा सिभिक सेन्स भन्ने कुरा छैन. के हो यो बाटोमा मुद्दै बसेछन् होइन. यहीँ छ टोइलेट. त्यही पनि उता बसिरहेका छन् होइन. के भन्ने अब यस्तै चाहिँ भर्खर बाटोमा के अरे हल्का अप्ठ्यारो भएको हुनाले ड्राइभर चेन्ज भइसकेको छ. कस्तो के भन्नाले नि के भएको भन्दाखेरि चाहिँ नि अब ठुल्ठुलो गाडीहरूले चाहिँ नि च्याप्दिने के ठ्याक्कै यताबाट हाल्नु ओभरटेक हान्न थाएको त. अनि च्याप्तिर अगाडिबाट आउँदाखेरि पनि ओभरटेक हालिदिनु. सानो लेनमा झन् ओभरटेक हालिदिएन. त्यस्तै भएर गाह्रो छ. गाइज हामी धादिङतिर आइसकेका छौँ होइन. र अझै नि हामी डेस्टिनेसनमा पुगेको छैनौँ. अझै नि हामीलाई रेस्ट चाहिरहेको छ. हामी रेस्ट गर्न यहाँ बसिरहेका छौँ. यस्तो जङ्गलको बिचमा छौँ हामी यहाँ. अरे दिन ए भन्नु बिर्सेको यार. चिट खाइसकेका छौँ यहाँ. जहाँ अब एउटा फ्यान्टम लाइटको कारण. ए साइड लाइट रे अझै फ्यान्टम लाइट नै होइन है गाइज. फ्यान्टम लाइट नै होइन साइड लाइट. यो बाइकले चाहिँ खाएन होइन. किनकि हामीलाई रोक्ने भनेन. त्यही भएर हामी रोकेन. यो बाइकले चाहिँ नि यहाँ साइड लाइटको कारण है. यो फ्यान्टम लाइटको कारण नै होइन गाइज. यो लाइटको कारण चिट खाएको छौँ गाइज. खै गाइज होइन 500को होला सायद. त्यही हो गाइज. रमाइलो भइरहेको थियो तर बिच बाटोमा चिट खाइयो. त्यसैले
त्यो गाइज हो गाइज यहाँ हेर्नु सक्नुहुन्छ हजुर यहाँ गाउँको हालत हेर्नु सक्नुहुन्छ यहाँ हो रमाइलो यस्तो हो कि रमाइलो है गाइज यस्तो दामी हुन्छ होला यस्तै छ गाइज होइन गाउँतिर उमा गड के हुँदैछ उही हाँस्दै यस्तै छ गाइज गाउँतिर होइन के छ मोटे बेहाल छ के छ त नि मोटे अर्को मोटे ओए साइरेन पो बजाएको त हेर्न सक्नुहुन्छ हालत तुर्काउने स्पट हो जङ्गल सफारीको लागि केटाहरू अगाडि अगाडि हामी पछाडि पछाडि चलपल हान्दैछ अगाडि अगाडि केटाहरू सामा हिँड्दैछन् सुस्तरी हिँड्दैछन् किनकि जङ्गलको बाटो छ यस्तो खालको चाहिँ हरन के अरे बसहरू हिँडिरहेको छ त्यही हो गाइज हामी यहाँ बजारमा आइसकेको छौँ यहाँ सक्नुहुन्छ जाम बाटो सानो भएको हुनाले यस्तो जाम भइरहेको छ यस्तो अगाडिबाट नि आउने पछाडिबाट नि आउने भइरहेको छ त्यही हो गाइज गाइज हाम्रो यहाँ फलफुल सपिङ भइसकेको छ अब त यहाँ हामी अब डेस्टिनेसनमा पुग्न लागिरहेका छौँ अब त्यही 5-10 मिनटमा पुगिन्छ जस्तो त्यही गाइज बाटो नि अब डेस्टिनेसनमा पुग्छौँ होला 5-10 मिनटमा हामी चाहिँ यहाँ डेस्टिनेसनमा आइसकेको छौँ कस्तो लाग्दैछ यहाँ यस्तो छ यो गाइज हामी चाहिँ नि अब त्यहाँ हल्का काम थियो त्यो काम सकेर हामी फेरि यहाँ रेस्ट गर्न आइसकेका छौँ यहाँ चाहिँ केटाहरू एउटा उतापट्टि छ हामी रेस्ट गर्नलाई सो जुस खान सक्नुहुन्छ हजुरहरूको यहाँ भ्यू कभरमा यति गाइज हामी खाना खाएर सकिसक्यो सबैजना एकदम टायर्ड फिल भइरहेको छ त्यसैले हाँसस् आलामले त्यही हो गाइज एकछिन रेस्ट गरेर हामी जान्छौँ गाइज अब चाहिँ हाम्रो ड्राइभर चेन्ज भइसकेको छ फेरि पनि मैले चलाउने छु होइन अनि मोटे चाहिँ नि पछाडि बस्नेछ अनि यहाँ यो इन्डियन गाडीले यहाँ पैदै पार्किङ हान्दै हो यहाँ बाइक राखेको बाइकलाई त यहाँभित्र छिराइदिइ रहेछ कि अब चाहिँ नि हामी कहाँ जाने हो 365 पोखरा जाँदै हो गाइज पोखरा जाने अनि त्यहाँ पोखरा सिधै 365 जाने हो है बाइक आयो बाइक अब यसको बाइक निस्किन्छ जस्तो छ आज होइन खै के हुन्छ गाइज होइन त्यही त्यहाँ गएर थाहा हुन्छ ल गाइजहरू अब चाहिँ मोटेको बाइकमा चल्दैछ है गाइज गाइज हाम्रो सानो मिठो ब्रेक होइन गाइज पारामा अब यहाँ पेट्रोल पनि जाँच भइरहेको छ ओ आमा छेल्नु छ ओ माई गड छेल्नु छ एक हप्ता पुग्छ केटाहरू लास्टै थकित भइसकेका छन् अब हामी लगभग 2-2.5 घन्टामा त पुगिन्छ होला नि होइन 2.5 घन्टा 2 घन्टा त पुगिन्छ होइन 1.5 घन्टा ल है त गाइज हामी अब 1.5 घन्टा 2 घन्टामा पुगिन्छ जस्तो हो अब यस्तै पाराले रोक्दै गयो भने त कहिले पुग्ने त्योहरू छिटो जाम गाइज बिचमा रोक्नुहुन्न गाइज हामी चाहिँ यहाँ पानीमा भिजेर ट्याक्कै आइसकेका छौँ यिनीहरू यहाँ सबैजना भिजेर यस्तो लड्नु परेको छ अब हामी अभिषेकको बाइक लिन आएको हामी अभिषेक डेन्जर खुसी छ जस्तो छ बाइक निस्किन्छ भनेर आज यो गाइज अब चाहिँ प्रेमको घर गएर ल्याप हान्न पर्ने हुन्छ गाइज होइन त्यो हेर्न सक्नुहुन्छ अभिषेकको बाइक
15-19 आज हालिसकेको छ अभिषेक कस्तो लागिरहेको छ 15-19 हाल्दाखेरि आज अभिषेकको बाइक कति दिनपछि निस्क्यो अरे 4-5 दिनपछि निस्किसकेको छ सबै गरेर लगभग 40 भेट्यो क्या होइन 40 भेट्यो अरे यहाँ गाइज यहाँनिर अब चल्दैछन् हेर्छ केटा अब अभिषेकको बाइक रेडी छ भिडियो बेस भइरहेको छ चौधहरू अब घरतिर जानु लाग्यो प्रेमको घरतिर है गाइज आजको लागि यति नै अब चाहिँ नि सुत्न पर्ने हुन्छ बाई बाई कस्तो लाग्यो यो मेरो फर्स्ट भिडियो कमेन्ट गर्नुहोला बाई बाई